तिमीलाई के भएको रे भन न तिमीलाई के भन्दै थियो नि त्यो मङ्गल चौकमा क्या त्यो सेलरोटी लिनुको लागि भन न भन न के भन्दै थियो कि भन न अघि राम्रोसँग मैले त्यो सुन्दै सुन्दैन कि धेरै मान्छेहरू होइन अनि ठुलो सवारी साधन अनि सानो सवारी साधनको जुन चालकहरू हुन्छ नि अनि तिनीहरूलाई चाहिँ यो जेब्रा क्रसिङ सम्बन्धी ज्ञान नभएको कि जस्तो लाग्छ कि अनि अब म जस्तै अब अघि सेलरोटी लिनलाई म त्यो जेब्रा क्रसिङ हिँडिरहेको थिएँ अनि त्यो सानो बाइक सानो त होइन बाइक गाडीहरू आएर सेलरोटी लिन गएको थियो उनीहरूमा झन्डै हानेको नि उनीहरूलाई दिमाग हुनुपर्छ कि जेब्रा क्रसमा हिँड्ने जेब्रा क्रसमा हिँड्नेको मान्छेलाई पहिला प्राथमिकता दिनुपर्छ भनेर तिमी दिउँसै सेलरोटी लिन गएको रहेछौ अब जेब्रा क्रसिङमा झन्डै गाडीले हानेन भनेर गुनासो गर्दैछौ होइन अब उनीहरूले यस्तो हो सुन न उनीहरूलाई राम्रोसँग ट्राफिक नियम सिकाउनु पर्यो कि ट्राफिकहरूले अब त्यो त गएर अफिसमा भन्नु पर्यो गरे मलाई भन्नु हुन्छ र होइन अब यस्तो हो क्या अरू भन्दा नि कर्णाली पढेछ त सिरी सिक्दै हुनुहुन्छ नै शिक्षित त हुनुहुन्छ सबै मान्छे शिक्षित छ भन्ने हुन्न सबै नै मान्छे शिक्षित छ किनकि अहिलेको जमानामा सबैसँगै ए प्रभु मैले माने सुन न फोन हुन्छ अनि त्यस पछाडि मैले माने कोहीले अब अलि हतार भए हुन्छ यहाँ अलि हतार गर्ने बानी बढी छ होइन त्यो पनि राम्रो कुरा त होइन सबैले अब ट्राफिक रुल्स फलो गर्यो भने त अब त्यो चाहिँ न्यूनीकरण हुन्छ तिमीले भने चाहिँ होइन एउटा चाहिँ जेब्रा क्रसिङमा नि सही रूपले एउटा सुरक्षित तरिकाले चाहिँ तिमी बाटो क्रस गर्न सक्छौ अब सबै मान्छेहरू नियम पालना गर्छ भन्ने छैन कि यहाँ कोही अब ट्यापे मुन्डेहरू खालका त्यस्ता खालका मान्छेहरू पनि हुन सक्छन् होइन त्यो भएर चाहिँ अब यो ट्राफिक जनचेतना त्यो जो मान्छेले तिमीलाई गाडी पेल्यो नि सुन न मैले बुझेँ मलाई नै आएर ठोक्न आउने कारण के हो त अब त्यो मान्छेहरूमा ट्राफिक नलेज नभएको नियम कानुन सम्बन्धी थाहा नभएको जेब्रा क्रसिङ के हो भन्ने कसैले थाहा पनि नभएको होला त्यो भएर हो क्या कुरो बुझेनौ पाउँदै कर्णाली पढेछ त बिस्तारै थाहा पाउँदै हुनुहुन्छ सिक्दै हुनुहुन्छ सिरीलाई चाहिँ आज मेरो सिरीलाई बहुत चित्त दुखेछ है आज लास्टै चित्त दुखेछ बिचरा ल अबदेखि चाहिँ पढे लेखेको भेडा छ नि यो ठाउँमा सुन ठिक छ पढे लेखेका भेडाहरू बस्छन् होइन हो त्यसमा चित्त नदुखाउन है बुढा हामी सबै होइन म पनि त्यसभित्र ल त्यसलाई एउटा भेडिनी धेरै बढाइ छ तिमीलाई एउटा भेडिनी म पनि हो